अरे कतिखेर आउनुभयो भनेको कस्तो लाग्यो त्यहाँको बहिनी पनि बोल्दैन म उत्तम कटोल आज फेरि नयाँ दिनको साथ नयाँ भिडियो लिएर तपाईँहरू सामने आउँदैछु अनि फाइनल्ली आज 26 जनवरी हो अनि 26 जनवरी दिन आज चाहिँ हाम्रो गाउँमा भागवत चलिरहेछ हो अनि यता चाहिँ हाम्रो दिदी हुनुहुन्छ दिदी कहाँ रहनु भएको म अफिसबाट कहाँ भागवतमा रहनु भएको भागवतमा अब जाने हो दिदी पनि भागवतमा हुनुहुन्छ अरे अनि अब म चाहिँ जाँदैछु फाइनली म चाहिँ यहाँ साथी भएको आइपुगेको छु हो भागवतमा अनि हाम्रो यहाँ चक्र सार सानो भाइ आउनु भएको छ अनि कहाँ हिँडेको भागवतमा कति रेस्ट हुन्छ हो फाइनल अब हामी स्कुटीमा जाने हो अनि अब हामी चाहिँ स्कुटी चढिसकेको छौँ अब जाँदैछौँ अब बाँकी भिडियो चाहिँ तपाईँहरूलाई म गरेर देखाउन चाहन्छु अनि म चाहिँ फाइनली भागवतमा आइसकेको छु हो मेरो पछाडि तपाईँहरू सक्नुहुन्छ बहुत मान्छे आउँदैछ भागवतमा अब चाहिँ तपाईँलाई म यताउति के कस्तो छ त्यो देखाउन चाहन्छु साथीहरू फाइनली म चाहिँ अहिले आइपुगेछु यहाँ सब्जीहरू काट्दै हुनुहुन्छ हो भरे भागवतबाट उता कलश यताबाट आएपछि खानुको लागि व्यवस्था यो प्रकारको छ हेर्नु सक्नुहुन्छ यतातिर सब्जी काटा एकदम यतातिर यता सानो भाइ सार यतातिर आलु सालु यता हाम्रो पुर्ने दाई आलु मात्रै हो नि सालु पनि हो नि यता हाम्रो मामा हामी एकदम कलश यात्राकै निस्किसकेका छौँ अनि एकदम यहाँनिर खोइ राधा किन रेडी भइसक्नु भएको छ हो कस्तो लाग्दैछ अनि यतातिर हाम्रो दाई पनि आउनुभएको छ कहिले आउनुभयो दाई सुरु हुनु गइरहेछ हेर्नु सक्नुहुन्छ राधा कृष्ण सबै रेडी हुनुहुन्छ एकदम यहाँ राधा कृष्ण सब रेडी हाम्रो चाहिँ यहाँ जिग्री दोष आउनु भएको छ हो प्रकाश जिग्री नमस्कार कतिखेर आयो भागवतमा म भर्खर आइपुगेको ढिलो हुन्छ कि भनेको थिएँ त झन् टाइममा आइपुगेछ भगवान्ले साथ दिएका हुनुहुन्छ अनि कस्तो लाग्दैछ भागवतमा आएर एकदम अत्यन्त खुसीको माहौल छ यहाँनिर यता गुरुजीको छोरा पनि आइपुगेको छ हजुर कस्तो लाग्दैछ भाइ बहुत राम्रो लाग्दैछ राधे राधे सबैलाई राधे राधे जय श्री राधे यो पुण्य अवसरको साक्षी हुनका लागि के कहाँ पैसा समस्या भगवान कसम छैन भाइ कसलाई ऊ सब मिलाउन सकिन्छ सोधेर हेर त टाकामा उठा कान्छी टाका उठा मान्छेको आँकडा निकाल्नु पर्ने साथीहरू फाइनल चाहिँ हामी जाँदैछौँ कलश यात्रामा हो मेरो पछाडि देख्नुहुन्छ यहाँ बहुत ही भिड छ अनि अहिले चाहिँ हामी अब नदीतिर जाँदैछौँ अब जस्तो हामी जाँदैछौँ तपाईँलाई म सबै भिडियो देखाउँछु यो भिडियो एकदम लास्टसम्म हेरिदिनु होला अनि मन पऱ्यो त उत्तम कटोल युट्युबमा सब्सक्राइब गर्न नबिर्सिनु होला अनि आज चाहिँ 26 तारिक 26 दिने परेछ भागवत हो यहाँ चाहिँ हाम्रो भागवतको लागि यात्रा हुँदैछ हो यी कृष्ण राधा राधिनी सबै छन् हो यहाँ चाहिँ ओ ए देख्दैन कि क्यामेरामा
अहिले चाहिँ हामी एकदम कलश यात्रा गर्दैछौँ अनि मसँग छ हाम्रो भाइ भाइको नाम भन्दै भाइ के हो राहुल छेत्री यसपालिको तिमी के अरे बिएसएफ होइन यसपालिको बिएसएफ भाइसँगै छु अहिले म चाहिँ सिआइसेफ भाइ अनि अहिले चाहिँ हामी जाँदैछौँ भागवतमा अनि यता हाम्रो पछाडि पनि हेर्न सक्नुहुन्छ अहिले चाहिँ पुरा यहाँ एकदम भिड यता चाहिँ हाम्रो भाइ पनि कस्तो लाग्छ भाइ भागवतमा दामी लाग्दैछ अनि यता कीर्तन पार्टी वासुदेवाय नमः एक बार हाई भन्नुहोस् राधे राधे अहिले चाहिँ हामी एकदम भागवतमा जाँदैछौँ अनि पछाडि चाहिँ दिदीहरू हुनुहुन्छ एकदम भागवतमा लाइन बिग्रियो राधे 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 यता हाम्रो दिदी आउनु छ दिदी नि कति लानु भयो अरे कति लानु भयो भनेको राधे राधे भाउजू कस्तो लाग्दैछ भागवतमा आएर हो तपाईँको लाइफ खतम किन हौ यतातिर म त अब हुने मिल्छ खै भनिदिनु अनि यति नै कति तारिकसम्म हुन्छ भाउजू 1 तारिकसम्म हो अनि अहिले चाहिँ फाइनली म यता भाउजू यता मेम जाँदैछौँ श्रीमद् भागवतको कलश यात्रामा अनि अहिले चाहिँ हामी कोपली नदीतिर जाँदैछौँ अहिले चाहिँ फाइनली हामी बरुवा टिम दयङ नदीमा साथीहरू फाइनली हामी चाहिँ आइसक्यौँ यहाँ कोपेली नदीमा कलश भराउनको लागि हो अनि अहिले चाहिँ यहाँ हेर्न सक्नुहुन्छ सबै मान्छेहरू छन् कलश यात्रामा आएको यतातिर हेर्न सक्नुहुन्छ तर क्यामेरामा धुलो परेछ मेरो त राम्रो पनि आउँदैन कसैले किनेर दिँदा हुन्थ्यो अनि अहिले चाहिँ हामी आइपुग्यौँ कलश यात्रामा एकदमै पानी भर्न आउनु हुँदैछ हाम्रो दिदी बहिनी नदी किनार पुगिसकेको छौँ हो यहाँ पानी भर्नु लागि अनि एकदम यहाँ हाम्रो दिदीहरू आउनुभएको छ पानी भराउनु राधे राधे दिदी अब यहाँबाट चाहिँ पानी भराउँछौँ हो केटाकेटी हो के अनि यहाँबाट चाहिँ अब यी बहिनी राधे राधे लु राधे राधे भन्नु अनि अब हामी चाहिँ यहाँ पानी भराउँछौँ र जान्छौँ साथीहरू फाइनली यहाँ चाहिँ अहिले भागवतको चल्दैछ हो नदीमा अब यहाँ कलश भराउनु लागि हामी आएको छौँ अनि यहाँनिर हाम्रो बहिनी छिन् नाम के हो बहिनी मेरो नाम हो पिङ्की राई कस्तो लाग्यो यता विजयको बहिनी पनि बोल्दैनन् पनि हिरामाया देवी ऊ हाम्रो भान्जी यता हेर यता आऊ कस्तो लाग्यो दामी लाग्यो यतातिर हाम्रो दिदी हुनुहुन्छ अनि यता दाई कस्तो लाग्दैछ भागवतमा अनि यहाँ चाहिँ कीर्तन चलिरहेछ हो यता हाम्रो फुपू
अनि यतातिर चाहिँ पुरा चलिरहेको छ हाम्रो यहाँ पुरा एकदम यहाँ रमाइलोको समयमा कहाँ हिँड्यौ बुनु तिमी चाहिँ कहाँ हिँड्यौ अनि यो चाहिँ हो कोपेली नदी हेर्न सक्नुहुन्छ अनि यता हाम्रो गाउँको भाउजू यता हुनुहुँदो रहेछ है यता त भान्जी अनि कता रातेर यहाँ बसिराख्नु भएको नि पुरा गल्नु भयो क्या यता दिदी पुरा गल्नु भयो केतु भयो यता भान्जी मात्रै गलेको छैन नि तरुण केटाकै गल्छ तरुणी हो ए हरे हरे कस्तो लाग्दैछ नि रमाइलो हो अनि यतातिर चाहिँ हाम्रो टाइगर टाइगर कस्तो लाग्दैछ टाइगर कडा छ नि हौ सबको राधे राधे यतातिर भाइ ठिकै छौ तिमी चाहिँ कहिले जान्छ भने ड्युटी पर्सि अनि टनिस कस्तो लाग्दैछ यतातिर चाहिँ को बहिनी हो यी बहिनी को कहाँको बहिनी हो तिमी हरसिंह कहिले आयो भागवतमा आएको नि भागवतमा आएको मामा घर ए मोबाइलको मालिक त यहाँ आएको रहेछ मोबाइलको मालिक कि